हाई सबैजनालाई केही दिन भयो तन होइन मन थाकेको छ सोच्दा सोच्दै मस्तिष्क पनि थाकेको छ के भने नि मान्छेहरू भन्ने गर्छ सपना देखेको सपनाहरू पुरा हुने गर्छन् र क्या तर होइन नि जिन्दगी त्यसो हो भने त म हरेक रात हरेक सपना म जब सुत्छु म कहिले पनि यो बिरानो सहरमा हुँदिनँ क्या म मेरो गाउँ घरमा हामी नेपालमा हुन्छु म मेरो गाउँ घरमा हुन्छु म मेरो आफ्नै बाबा आमा परिवारसँग हुन्छु होइन म त्यही सानोमा एउटा हुन्छ नि गाउँमा एउटा परिवारमा घाँस काट्दै गोबर बोक्दै गरेको सपना मात्रै देखेको हुन्छ क्या कति खुसी हुन्छ है तर विपना यथार्थता भन्ने कुरा बेग्लै छ जिन्दगी त्यसैले म प्राय सपनाहरूमा विश्वास गर्दिनँ हुन त मान्छेलाई सपना देख्नु हो साँच्चै सम्भव चाहिँ हुन्छ होला जस्तो लाग्छ तर परिस्थितिले गर्दा ती देखेका सपनाहरू पुरा नहुने रहेछ भन्ने कुरा चाहिँ थाहा भयो यसै छ हजुर जिन्दगी जसो तसो बिताउनु पर्ने रहेछ बित्दो रहेछ पनि होइन जिन्दगीका आयामहरू कैयौँ छन् जिन्दगीका ती अर्थपूर्ण प्रहरहरू पनि कैयौँ छन् जिन्दगीका ती मन दुख्ने चोटहरू पनि अनेक छन् थ्याङ्क यू बाई